त्यति निक्ले उठाको अर्को अस्ति म जेठमा आउँदाखेरि मैले रुपी राखेको कोदो डाँडापाडीतिर चाहिँ घाम लाग्यो है तुम्बेवा डाँडा यहाँ थियो। दिनको सुरुवाती हुँदैछ यति धेरै एक कप चियाबाट चाहिँ यस्तो भएको छ। अघिको बिफोर कस्तो थियो। हेलो एभ्रिवान, गुड मर्निङ। दिनको सुरुवाती हुँदैछ यति धेरै एक कप चियाबाट। चिसो चिसो छ मौसम अनि भ्यू चाहिँ यस्तो छ। तुम्बेवा चाहिँ घाम लागिरहेछ। यो चाहिँ तुम्बेवा हो। यता माथि दशमी गाउँहरू यस्तो छ गाउँघरहरू। अनि यहाँनिर यस्तो धेरै छ इस्कुसको झ्याल। यहाँ चाहिँ परिवारको गुर, कुखुराको गुर, खरायोको कस्तो हालचिङ आइरहेछ मलाई चाहिँ भन्दा भन्दै पो आइजान्छ त। अनि चिसो लागिरहेछ। चिया खाँदैछु म चाहिँ। अनि इस्कुसको मुन्टाहरू यसरी छ। तराईमा किनेर खानुपर्छ। यहाँ यत्तिकै फलेको रहेछ, त्यही पनि खाइँदैन। यस्तो चल्दैछ। अब के काम गरिन्छ। अङ्गुर त मम्मी सबै सकेछ नि। अङ्गुर सकेको? अङ्गुरको झ्याल थियो अहिले सकेछ। अनि सुँगुरको खोर यस्तै यस्तै छ हौ। अब बारीतिर जानै बाँकी छ। अनि यो चाहिँ करेलाको बोट हो। करेला फलेकै छैन। करेलाको बोट यत्रो यत्रो छ। यहाँ चाहिँ अलिक ठुलो रहेछ। अब दसैँको मासु खाएर अमन भएपछि चाहिँ यो करेला खाने। दसैँको मासु अहिले त दसैँ लाग्दैछ नि त। आज त दसैँको के हो, हिजो फुलपाती, आज त भेज हो होला। आज हिजै हो फुलपाती। म फुलपातीको दिन आएको। मेरो घरमा चाहिँ फुलको नाम यति नै छ, यति नै छ। खोर्सानीहरू, फुलहरू, बहिनीहरू पनि यस्तो मरेकोहरू छ है। अनि अब म यिनीहरूलाई सफा गर्न गइरहेको छु। तान्न झाडै झाड यति लामो लामो छ होला सोचेको त। होइन चाहिँ रहेछ। अब यिनीहरू काट्नु छ। अनि फुलहरू त्यस्तै छ। अरूहरूकोमा कति राम्रो राम्रो छ। ऊ माथि काकीकोमा हाम्रो त छैन। फुलमा हेर्ने मान्छे नभएर मेरो तयारी यस्तो हुँदैछ है। फुल सफा गर्ने यस्तो साह्रो मरिरहेछ, सुकिरहेछ। यहाँ माथि राखेकोहरू सबै सुकेको रहेछ। मौरी छ यहाँनिर चाहिँ। अस्ति म जेठमा आउँदाखेरि मैले रुपी राखेको कोदो फलेको छ त। पाक्न आँटेछ। पाकेको चाहिँ छैन। बाटो चाहिँ यस्तै छ। सफाइ गरेको छैन। भ्यायो भने म यहाँको घाँस सट्ट काटिदिन्छु भरेतिर। अनि म चाहिँ अहिले चाहिँ यहाँ फुलमा लाउनुलाई मल दिन जाँदैछु। यहाँ गोठ छ। म यहाँ बोडाहरू नि फलिरहेको रहेछ। बोडाहरू फलिरहेको रहेछ। पर्सीहरू फलिरहेको रहेछ। मलाई चाहिँ यस्तो तुने बोडी चाहिँ लास्टै मनपर्छ क्या। अनि तर खासै त फलेकै रहेनछ। बाटोमा यस्तो छ। सिक्सीको लाग्नु गऱ्यो। मैले फेरि लामो लुगा लगाएर छु। गाह्रो छ यहाँ गोठमा त। अनि बस्नु नै नराखेर डाँडापाडीतिर चाहिँ घाम लाग्यो है। तुम्बेवा डाँडा यहाँ थियो। हाम्रो यति तल मुनि पर्छ, यति तल। अनि अब म मल लिन जाँदैछु। मल चाहिँ कस्तो छ मलाई थाहा छैन। राम्रो छ जस्तो लागेर चाहिँ लिन आएको। अब राम्रो थियो भने लाने। कोदो पनि आमा फर झार र कोदो एउटै देखेको छ। फर्सीको बोटहरू त यति साह्रो छ। फलेको चाहिँ छैन। फलेको छ होला भित्रभित्रै फलेको रहेछ। यहाँ तल हिजो मैले फलेको देखिरहेको थिएँ। अनि बाख्राहरू चाहिँ यहाँ माथि छ। गाईहरू चाहिँ तल छ। आमा फर्सी मात्रै फलेको छ त। मल त छन् त रहेछ। अब यस्तै म्यानेज गरेर मिलाएर लान्छु। अब फर्सीहरू चाहिँ टन्नै फलिरहेको रहेछ है। अनि यसलाई के भन्छ, फर्सीको गट्टाहरू। अनि यो लौका पनि फलिरहेको रहेछ। अनि फर्सी त कति यहाँ पनि फलिरहेको रहेछ। तर फर्सीको
फर्सीको जङ्गलमा पस्यो भने धेरै सिलगुरीले खान्छ कि खानु चाहिँ यहाँतिर नि फलिरहेछ। हो कस्तो दामी, यस्तो त तरकारी खमखम लाग्ने गर्थ्यो। सानो हुँदाखेरि यसरी ताको भने बिग्रिन्छ अरे याद छ कुकुरलाई, यसरी ताको भने बिग्रिन्छ अरे वा बिग्रिजान्छ कि भोलि फेरि हेर्नु आउँछु ल। अनि यस्तै बरेलाहरू, यस्तो बरेला, यो बरेलाको बोट हो क्या, यो त फरकै रहेनछ कि क्या हो। मलाई यस्तो पनि धेरै मनपर्छ सब्जीमा। मुन्टाहरू पनि छ, फर्सीको मुन्टाहरू। अनि फर्सीहरू यता तलतिर हिजो चाहिँ फलेको थियो, तलबाट आएको नि त, बेलुका आउँदाखेरि मैले देखिरहेको थिएँ क्या, पुरै रहेछ हो यहाँ तल हेर्नु। केले खाँदो रहेछ फर्सीहरू, यस्तो फर्सी त के काँक्रा हो, फर्सी होला खाएर पिएर बिजोक छ। यस्तो साह्रै शीतै शीत छ, घाम आइपुगेको छैन नि त हाम्रोतिर, अलिक ढिलो घाम आइपुग्छ, त्यही भएर यहाँ पनि रहेछ फर्सी। कति ठुलो हो, ठुलो फर्सी, यत्रो ठुलो फर्सी, क्यासे फर्सी। अनि यस्तै हो, काँक्राको बोटहरू त छैन, उतातिर होला सबै सुके। काँक्रा त कुहिएर बिजोक ए फर्सी नै पो रहेछ, अन्त काँक्रा जस्तै देखेँ, नाम चाहिँ देखेर। यता चाहिँ अस्ति तोरी छरिसक्नु भयो जस्तो छ, तोरी कि फापर, फर्सीहरू लडेर। घाँस त कति छ काट्दा त हाम्रो बाख्राले हेरिरहेछ मलाई। के गरेको होला यो मान्छे, बाउले गएछ एक्लै बोल्दै हिँड्दैछ भन्दै होला, बाउली मान्छे कहाँदेखि आयो भन्दै होला बाख्राले पनि। यही हो अब, मुन्टाहरू पनि कति छ नि, तल पो पाइँदैन, किनेर खानुपर्छ यत्रो। अब म यहाँ अलिकति यस्तो यो भित्रको मलहरू निकालेर लान्छु, कुदालो पनि लिएन क्या मैले, ला यो फर्सी बिग्रिन्छ होला फेरि, यस्तो मल लगेर जान्छु। म कमिला निस्केको हेर्नु न, यस्तै हो। फुलबारी बनाएर देखाउँछु ल एकछिनमा। लिएर आएँ मैले, तर यस्तो गिलो थियो मल चाहिँ, अलिक गिलो छ, गोबर यस्तै मिसाएर लाउने। सबै लुगा भिज्यो हो, लामो लुगा लायो शीतले। फाइनली मेरो घरको आफ्टर चाहिँ यस्तो भएको छ। अघिको बिफोर कस्तो थियो, अहिलेको आफ्टर। तर घामले कस्तो छ, लाइट हान्छ क्या यहाँनिर, अनि राम्रो देखिन्न। चाहिँ फाल्नु बाँकी छ, अनि मैले चाहिँ लाइने यहाँनिर खुर्सानी पनि रोपेको छु, यहाँतिर लाइने खुर्सानीको बिउ धेरै रहेछ, त्यही भएर। अनि यस्तो छ, घाम यतैबाट आइरहेछ नि त, त्यही भएर यस्तो यहाँदेखि चाहिँ अलिक राम्रो देखिन्छ। फुलहरू राम्रो चाहिँ थिएन, अनि पुरानो फुलहरूलाई नै मैले माटो चाहिँ मल हालेर चाहिँ फेरेको। अनि यतातिर नि यहाँनिर लाइने मैले खुर्सानी रोपिदिएको छु फुल नभएर, अनि यता सफा गर्नु बाँकी छ। अब अहिले बिहानलाई यति नै, अनि अब यता माथितिर यता तलतिर यस्तो चाहिँ खनेको छ बाटो, तर यस्तो मात्रै छ। अनि म चाहिँ के बनाएर घाँस काटेर भरे दिउँसो चाहिँ गर्छु। आज चाहिँ बिहानलाई चाहिँ यति नै हो, म खाना सब्जी बनाउँछु, मेरो कान्छी बोजू यस्तै छ चाहिँ। यहाँनिर मौरी गाड्दैछौँ र हाम्रो काकाले निकाल्दै हुनुहुन्छ। खुतो त छैन कि क्या हो, मलाई चिल्छ होला यहाँ यस्तै निक्लिरहेको छ हौ, त्यो हो खुतो। आमा चिल्यो कि क्या हो, कस्तो काँडाले टोके घोचेको रहेछ, म त चिल्यो जस्तो लाग्यो। दसैँमा चिल्यो भने त फेरि कर्दा दिनु त छैन। यहाँ निस्किँदैछ ल, कति निस्किन्छ। यहाँ चाहिँ एउटा, अनि यता पनि छ दुईवटा मौरीको गुडहरू। मौरीहरू त्यति निक्ल्यो एउटाको अब अर्को। यसमा त झन् सानो कति छ त्यसमा, ला मौरी नै छैन कि क्या हो त, अर्को बाँकी त थिएन अरे गाइस। अर्को यहाँ चाहिँ छ, यहाँ पनि छैन होला, यहाँ छ अब एउटा बाँकी। मौरी निस्क्यो, मौरी चिल्यो होला हौ, मलाई चिल्छ होला हौ देखाउँदा।
मौरी चाहिँ निकालिसकौँ यहाँको पनि तिनटै त्यो त नभएको अरे मौरी खाइहाल्यो अरे यहाँ मात्रै छ म त खानै आउँदैन उसको उता खुदो मात्रै खानु आउँछ के हाम्रो बिस्तारै खाँदै सबै मुखमा झर्छ नि भात खाएर सुतेपछि बल्ल फेरि सुरुवाती हुँदैछ मेरो काम 3-4 बजिसक्यो पानी पर्न आँटेर चाहिँ यहाँ बाटोले खन्ने छैन क्या दसैँ गइसक्यो यहाँदेखि अलिअलि खन्ने छ नि यहाँ बाटो खन्नु पर्यो भनेर म चाहिँ आइरहेको छु पानी पो होला जस्तो छ तर बाटो चाहिँ मैले यहाँसम्म खनी ल्याएँ मलाई सघाउने साथीहरू मेरो साथीहरू यहाँ चाहिँ हाम्रो बुवाको घाँस अझै तर यति धेरै खन्नु बाँकी छ खन्दैछु म